पानीपुरी च्यालेन्ज कम्प्लिट भइसक्यो। फाइनल राउन्ड ल कसले जित्छ है त ल हे गाइस कैसे आप सभी लोग वेलकम बैक इज संजू इज बैक। आज चाहिँ होइन पुरै हाम्रो पानीपुरी च्यालेन्ज छ होइन, त्यही भएर भिडियो फुल सपोर्ट पनि गर्नु होला। छिटो 1K सब्सक्राइब पनि पुऱ्याइदिनु, भिडियोलाई किप सपोर्ट पनि गर्नु होला। आज चाहिँ हामी एकदम पानीपुरी च्यालेन्ज हाल्न लागेको छ, मौसमले पनि साथ दिएको छ, आज हुन्छ। आज चाहिँ पुरै पानीपुरी च्यालेन्ज छ, फेरि चटो पनि च्यालेन्ज छ। छिटो 1K सब्सक्राइब पुऱ्याइदिनु होला। च्यालेन्जिङ खाएको भिडियो पुरै आउँछ, त्यही भएर किप सपोर्ट पनि गर्नु होला भिडियोलाई। त्यही पुरै 200 वटा जति पानीपुरी च्यालेन्ज हुन लागेको छ। फर्स्ट टाइम आज हामीले पानीपुरी च्यालेन्ज गर्न लागेको छौँ 5-6 जना टिमहरूसित। आज कसले जित्छ ठेगान पनि छैन, रुपेले जित्न पनि सक्छ र हाम्रो ससाङ भाइ अनि प्रिन्स भाइले जित्न पनि सक्छ। इन्ट्रेस्टिङ भएर आउँछ, त्यही हो गाइस, किप सपोर्ट पनि गर्नु होला। त्यही हो ल गाइस, यहाँ देख्न सक्नुहुन्छ 25 वटा पानीपुरी च्यालेन्ज हुन लागेको छ हाम्रो अड्डामा। ल आज कसले जित्छ थाहा छैन। 2 जना च्यालेन्जमा 50 वटा पानीपुरी र टोटल 150 वटा जति पानीपुरी देख्न सक्नु वेटिङमा सबहरू। ल आज कसले जित्छ ठेगान छैन। छिटो खाऊ ल, 5 मिनट छ ल। ओ ल गाइज, हामी चाहिँ राउन्ड 2 मा आइसकेका छौँ। सानो भाइहरू ल छिट ल, जम्मा 2 मिनट गए। कहाँ से आते हैं? ल गाइज, हाम्रो भान्डे विनर, भान्डे फर्स्ट, झोल सेकेन्ड हुन सफल भएको छ। राउन्ड 3 चाहिँ अब एकछिनपछि आउँछ। ल साथीभाइहरू, आज चाहिँ दोस्रो राउन्ड आज 15 वटा गरेर 25 वटा पानीपुरी भएको छ 2 जना बिच। अब आज को फर्स्ट हुन्छ यदि 2 कोल जित्छ है त। आनन्दसित खाऊ, टाइम छ आनन्दसित खाऊ। अब भान्डे फेरि अड्केला, जित्छ भान्डे, जित्छ भान्डे हो। ओ भान्डे हो, ल भान्डे हो, ल ओ भान्डे हो। ल यहाँ फाइनल म्याचमा पुरै समझ रहे हो? मेडल ले मेडल मजा आया। आज चाहिँ हाम्रो पानीपुरी च्यालेन्ज कम्प्लिट भइसकेको छ। देख्न सक्नुहुन्छ 4 जना लाभरिसहरूले पुरै जित्यो। रुपेश चाहिँ फर्स्ट भयो, ठेड्के सेकेन्ड भयो, मोटे सेकेन्ड भयो, अनि हाम्रो यहाँ नि सेकेन्ड भयो। हाम्रो सानो आयोजक अब फेरि अब मस्त इन्ट्रेस्टिङ भएर आउँछ। हेर्न चाहनुहुन्छ नि सब्सक्राइब पनि गरेर राख्नु होला गाइस। त्यही हो, हाम्रो पर्सनल भाइ चाहिँ सेकेन्ड भयो, देख्न सक्नुहुन्छ। अब अर्को नेक्स्ट चाहिँ सर्भर च्यालेन्ज हुन लागेको छ, देख्न सक्नुहुन्छ। हामी चाहिँ अब त्यही हाम्रो अड्डामा गएर आइसकेको छौँ। अनि 4 जनाले जित्यो। रुपेश फर्स्ट, ठेड्के सेकेन्ड, अनि पर्सनल नि सेकेन्ड, अनि भान्डे नि सेकेन्ड भएको छ। म चाहिँ फर्स्ट भयो गाइस। हामीले चाहिँ होइन पुरै पानीपुरी च्यालेन्ज गरेर कम्प्लिट बनाएर घरतिर आइसकेका छौँ। आजको चाहिँ पानीपुरी च्यालेन्ज अति नै बवाल भयो। रुपेशले जित्यो, रुपेश चाहिँ फर्स्ट भयो गाइस। यस्तो मौसममा पानीपुरी च्यालेन्ज गर्न एकदम मजा आउँछ क्या। त्यही भएर 1K सब्सक्राइब पनि पुऱ्याइदिनु होला र छिटो 1K सब्सक्राइब पुऱ्याइदिनु भयो भने भोलिका दिनहरू पनि यसो इन्ट्रेस्टिङ च्यालेन्ज भिडियो आउँछ। आजलाई भिडियो यति नै। थ्याङ्क यू फर वाचिङ, बाई। मजा आया, और मैं ये जो मजा है हिंदुस्तान के हर व्यक्ति को देना चाहता हूं। Thank you for watching my video.